मेष राशि भएका श्रद्धालुजनहरू 2083 साल तपाईँको लागि भाग्य परीक्षण र विजयको वर्ष बन्ने सङ्केत देखिन्छ। यो वर्ष गुरु ग्रहले तपाईँको साहस र आत्मविश्वास बढाउने सङ्केत छ। शनिले कर्म क्षेत्रमा अनुशासन सिकाउनेछ। राहुको प्रभावले विदेश र नयाँ अवसरतर्फ आकर्षण गर्नेछ। यसको अर्थ हतारले होइन अनुशासनले जित्ने वर्ष पनि हो। नक्षत्र अनुसार यदि तपाईँ अश्विनी नक्षत्र हुनुहुन्छ भने नयाँ काम, नयाँ सुरुवात, नेतृत्वको अवसर मिल्नेछ। भरणी नक्षत्र हुनुहुन्छ भने जिम्मेवारी, पारिवारिक कर्तव्य र धैर्यको परीक्षा पनि हो। र कृतिका नक्षत्र हुनुहुन्छ भने प्रतिष्ठान, सामाजिक मान सम्मानमा वृद्धि हुनेछ। करियर र पेसामा मेष राशि अग्नि तत्त्व नेतृत्व गर्ने स्वभाव देखिन्छ। 2083 सालमा सरकारी तयारी गर्नेहरूका लागि कडा प्रतिस्पर्धा हुनेछ। सेना, प्रहरी, प्रशासन, राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। निजी क्षेत्रमा पदोन्नति हुने सम्भावना छ भने आफ्नो व्यवसाय सुरु गर्ने सोच छ भने सफल हुन सक्नुहुनेछ। तर रिस र अहङ्कारले सम्बन्ध बिग्रन सक्छ। सहकर्मीहरूलाई कम सोच्ने बानी छाड्नुपर्ने हुनेछ। असारपछि करियर स्थिर हुँदै जानेछ। शिक्षा क्षेत्रमा लोकसेवा, बैंकिङ, शिक्षण सेवा तयारी गर्नेहरूका लागि अनुकूल समय पनि हो। यो प्राविधिक, इन्जिनियरिङ, सुरक्षा सम्बन्धी अध्ययन राम्रो हुनेछ। मेहनत दोब्बर गर्नुपर्ने हुनेछ। यदि बीचमा निराशा आयो भने त्यो नै सफलता नजिक आएको सङ्केत हुनेछ। यदि तपाईँले विदेश यात्राको सोचिरहनु भएको छ भने राहुको प्रभावले विदेश जाने सोच सक्रिय गराउँछ। स्टुडेन्ट भिजा वा वैदेशिक रोजगारमा ढिलो भए पनि सफलता मिल्नेछ। छोटो दूरका यात्राहरू धेरै नै हुनेछन्। यो वर्ष तपाईँको आर्थिक अवस्था आम्दानीको नयाँ स्रोत खुल्न सक्छ। बोनस, प्रोत्साहन, साइड इन्कमहरू प्रशस्त हुनेछन्। तर अचानक ठुलो खर्च पनि देखिनेछ। यो वर्षको अन्तिममा गाडी, घर, उपचार वा पारिवारिक काममा खर्चको सम्भावना देखिएको छ। यो वर्ष परिवार र सम्बन्धमा तपाईँको घरमा नेतृत्व तपाईँको हातमा हुनेछ। दाजुभाइसँग सानो विवाद हुन सक्नेछ। दाम्पत्य जीवनमा इगोले ठुलो समस्या ल्याउन सक्छ। अविवाहितहरूका लागि नयाँ सम्बन्ध सुरु हुन सक्ने योग यही वर्ष छ। तर छिटो निर्णय गर्न नभुल्नुहोला। यो वर्ष सन्तान र अभिभावकमा मेष राशि हुनेहरूका लागि सन्तानको उपलब्धिले ठुलो खुसी मिल्नेछ। आमा बुवाको स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। परिवारमा तपाईँलाई निर्णयकर्ता बनाइने सङ्केत पनि देखिएको छ। तपाईँले घरको जिम्मा लिनुपर्ने हुनेछ। यो वर्ष तपाईँको मानसिक अवस्था अत्याधिक ऊर्जावान हुनेछ। कहिलेकाहीँ बेचैनी हुनेछ, छिटो रिस उठ्नेछ। ध्यान, व्यायाम, खेलकुदतिर ध्यान दिनु आवश्यक देखिएको छ। यो वर्ष स्वास्थ्यमा तपाईँको टाउको दुखाइ बढी हुनेछ। रक्तचाप हुनेछ। चोटपटकको सम्भावना पनि यताकता देखिन्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् र यात्रा गर्दा पनि तपाईँले निकै नै सावधानी अपनाउनु पर्ने हुनेछ। लामो दूरीका यात्राहरू सोच विचार गरेर गर्नुहोला। दशा अन्तर्दशा सङ्केत यदि मङ्गल महादशा चलिरहेको छ भने यो वर्ष ठुलो निर्णयको वर्ष हो। यदि शनि अन्तर्दशा छ भने धैर्य र अनुशासनले सफलता मिल्नेछ। 2083 साल मेष राशि हुनेहरूका लागि हतार र अहङ्कार गर्नु ठुलो चुनौती हुनेछ। 2083 साल तपाईँलाई राम्रो बनाउनु छ भने आध्यात्मिक मार्ग रोज्नु राम्रो मानिन्छ। सक्नुहुन्छ भने मङ्गलबार व्रत बस्नुहोस्, हनुमान चालिसा पाठ गर्नुहोस्, रातो मसुरको दाल दान गर्नुहोस्। बिहान उठेर ओम क्रा क्री कौ स भौमाय नमः जप गर्नुहोस्। फेरि भन्नुहोस् ओम क्रा क्री कौ स भौमाय नमः जप गर्नुभयो भने यो वर्ष तपाईँको निकै राम्रो हुनेछ। मेष राशि 2083 साल तपाईँको लागि भाग्य बदल्ने अवसर बोकेर आएको छ। तर भाग्यभन्दा ठुलो तपाईँको कर्म हुनेछ। आफ्नो रिसलाई नियन्त्रण गर्नुभयो भने सफलता टाढा छैन। यो वर्ष तपाईँलाई नेतृत्वको स्थानमा पुर्याउन सक्छ। तर धैर्य नै तपाईँको असल शक्ति हुनेछ। जय मङ्गलदेव।